ल यहाँ टिकटक लाइभमा छ म त यस्तो मिठो नहोस् लाग्छ टिकटक लाइभमा भिडियो लाइभमा छ खाऊ तिमी अन्त यो खानु खानु यहाँ चाहिँ त भाबी तिनवटा त्यो दुध गएर खुलेछ नि हामी त केही बोकिनौँ म तलबाट ल्याउने बिना थिएँ अनि फेरि यो त खाऊ झोला खाऊ बहुत टेस्टी छ तो माम खाऊ त अलि चल हजुर पानी पर्दैन यहाँ छ धेरै हुन्छ खाऊ न खाऊ खान्छ कुलेखानीको माछा जोइन जोइन दादा दादा भिडियो छ नि यता के बोल्ने भिडियो भइरहेको आज हामी चाहिँ एकदम फ्यामिली मेम्बर्सको साथमा चाहिँ कुलेखानीमा आएका छौँ गाइज होइन एकदम रमाइलो महसुस भइरहेछ अहिले चाहिँ कुलेखानीको माछा खाँदैछौँ साउदीले चाहिँ एकदम टेस्टी जिउ चाहिँ रसिनी खाले चाहिँ बनाउनु भएको छ थ्याङ्क यू हाम्रो चाहिँ खाजा हाउस सबको चाहिँ हाम्रो ब्रदरलाई हाम्रो साथमा चाहिँ एकदम मेस सब हुनुहुन्छ क्याब सब हुनुहुन्छ अनि मै मात्र हो एउटा बेरोजगारी भनेको होइन अरू चाहिँ यस्तै छ गाइज कहिले काहीँ निस्किनु पनि पर्छ क्या जस रमाइलो इन्जोय हुन्छ यस्तै होइन गाइज ल हामी एकदिन भोक पनि लागिरहेछ हामी फिस करीको साथमा चाहिँ चुराज बोल्ने चाहिँ हाम्रो वरिष्ठ सहिसा भयो चुरा चुरा त ल्याइहाल्छ यो त अहिले अहिले ढालिन्छ फेरि झारिन्छ बाइकमा उक्लिँदाखेरि भोलिन्छ त्यसपछि झोल चाहिँ ठिक छ क्या करी हामी अहिले मकनपुर जिल्लाको कुलेखानी गाउँपालिका कलङ्की वडामा छौँ के हो यहाँको सही हो ठिक छ हो हामीले प्रश्न भनिहाल्छ तर यहाँ बहनी गरेर हाट्यो भने त है कहाँ कहाँ बेलुका बहनी गरेर आएको होइन भोलिपल्ट बिहानको झिक्री चाहिँ घाममा चाहिँ टक्क नाच्यो हुन्छ त्यहाँ अनि त्यहाँबाट टक्क खाना खायो अनि टाल्यो कहिलेदेखि त हुन्न अब उताबाट छोराछोरी स्कुल छु त्यहाँ अनि पछि त होइन तपाईँको बाबु भएर पनि अप्ठ्यारो भयो नत्र त केही अप्ठ्यारो त भने ठाउँ अड्दैन बस्न राख्न दिसो चाहिँ सजिलो भएको छ नि बच्चा अलिक ठुलो भएपछि हामी 6 जना बाइकमा पूर्व मेचीदेखि पश्चिम महाकालसम्म हिँड्यो झन्डा राखेर म त सक्दैन भाइ यिनी बच्चाहरू त पछि हुन्छन् अहिले हाम्रो पालो यो अलिक सानो भएर मात्रै होला म कच्ची बाटो पनि सक्दिनँ दिदी के बाटो जाउँछु स्कुटी पनि किन नबिगाएन त्यस्तो बाटोमा बाइकहरू स्कुटी बाटो त्यस्तो बाटोमा त हुँदैन तर धन्य मान्ने म त सुबाबालाई आलुको बोरो कति ठुलो बोरो क्या तेर्साएर के थाहा त यस्तो बाटोलाई हिमाल साइडको बिचमा के हो छ्या त्यहाँनिर कता हो त्यो बाँधे यहाँबाट ऊ पनि निकाले खाएर बिजुली कहाँ छ त माछा होला त्यो बिचमा थियो नि टोको टोकरी कहाँनिर हो देखाइदिनु माछा त्यो घर चाहिँ त्यही हो माछा पालेको माछाको कुरा त्यसको हाइड्रो पावर कहाँ छ तल मान्छेले कुले खाने हाइड्रो पावर छ हेरेर आउनु भन्थ्यो त तल ड्याम बनाएर यो माथि पानी थुन्नेको हो
त्यो बिचको त माछाको भुरा होला त त्यो 2-3 ठाउँमा उ छ माछाहरू चिउराहरू लिएर आउने हो हुन्छ त्यसले पनि मलाई नि 10 किलो तर 1 प्लेट यहाँ पुग्छ होला अलिकति आउनु छ रे अब त अन्डा चाउचाउ मात्रै न न ल्याउनु अब के फरक पर्दैन अन्डा चाउचाउलाई नि हुन्छ त प्लेटले पर्दैन साउजी एउटा चिउरा त छिरिम झिरिम भयो एकदम ढिकै कुटेर त बुढा छिरिम छिरिम ढिकै रहेछ बिहान ढिकी हो माछा रस माछा हाल्नु डुबाउँछ हो किन्नु छ एक यार यो जुठो चाहिँ खानु पर्ने रहेछ यो कहिले त्यो भोटिनीको कहिले त्यो मोटीको खाएर त भइरहेछ तातो थारो हिमाल छ त्यसो न है कति रहेछ नि ए कहिले शेरबिनीको खान्छ कहिले उतापट्टि त्यो फोक्सीको खान्छ जुठो अनि आफ्नो चाहिँ नखाएर कहाँ होला यार शेरबिनी मोरी टिकटकमा त लाइक कमेन्ट त गरिरहन्छ नि त कति मोटी गाउँमा खान गएको फेरि होइन रौसी त त्यस्तो ज्वानो ज्वानो त्यो सुतेरी आइमेले जस्तो ज्वानो र घिउ घिउ कति हो कि मोटी दिदीकोमा जानुभएको छैन रक्सी भन्दा घिउ धेरै जानेको त्यही अस्ति कहिले होइन तपाईँले खबर नभए हाम्रो लक्ष्मण जब हावा थाहा हुन्थ्यो त्यही भएर मोटी दिदीको त म छिराखेन किचनसम्म मोटी पहिले फिट भएर आएर त खालि त्यो घिउ मात्र हालिहालेँ ज्वान हालिहालेँ दिदीलाई पहिले हल्ल्या थियो अनि के हो भनेको खाने हो भन्यो अनि खाने हो भने त्यही भएर हिमाल सर नि आज जाऊँ न त भने फेरि म मात्रै आज जान्थेन फेरि किडन्याप हुन्छ ए पुन्टे चिउरा हाल्ने नि यस्तै खुवाइदिनु माथा लेभल थप्ने हो कि माथा तिमीलाई खाएर थियो भने तिमीलाई पनि माने नजिक हावा यसमा 1 रुपियाँ खायो दामी हुन्छ है साधनको कुरो छ ठाउँमा टेक्दै टेक्दैन यो त सबैले होस गर्ने कुरा त्यो त पुलिसको भन्दा पनि यहाँ त बाटैको डेन्जर कि बाटै डेन्जर रौसी खामा नि छेउरा कुना गर्छ आफै त छुट्टिएर कहाँ जान्छ माछा गुलियो त बाटो त ठुल्यो राम्रो छ आइयो चटपटा खानु चटपट खानु है अब यही हो हाम्रो आजको Đây, ăn khăn tao mong này. ai giỏi nữa không ai còn luôn Anh rất là tốt đi. Bắt
मिठो चाहिँ अब यहाँ मिठो छ चित्त अरे अचार मिठो भन्दा भोक भोक लाग्थ्यो नि सबै कहाँ गयो यार अब त उसँग पछाड मिठो बनाएको तरकारीहरू खाना खान्छु तरकारी प्याज सलाद खा भन्छ के लिए खायो कि हामी खानु यो त खानु भएन दाइ खानु त लौँ त खानु त दाइ न भेट गर्छ खाऊ बाबुले खानुहुन्छ ल हाल्नै गर्छ हजुर लाग्नेहरू के भन्नु गर्नु न लौँ त अनि मात्र हाले मुठी छोडेको त छोडेको कति बेला खान्छ म त खान्न भयो बाबुले खानु नआएर कस्तो होला क्या मान्छे त बाबुले चिन्नु खाइया हो हामीले पेट भुल्ने अहिले अहिले चिन्नु ठिक के हुन्छ खाऊ अनि वहाँ पुग्नुपर्छ कति अब अझै 30 किलोमिटर जति होला हजुर काम बनिसक्यो आइसक्यो अहिले यो ओहो तान्ने त बेसार छैन अन्डा त्यसरी नै रह्यो कि भागवत छुट्टिने गर्दा के यस्तो सेतो त्यो त राँगा बोसो जस्तो यार पानी पनि ल्याउनु पर्ला छ मैले यहीँको पानी खानु न लोकल पानी कन्दमुल मिसिएको पानी अन्डा त मात्रै खान्न है नमस्कार चटपटी नमगाएर हुन्छ क्या खान्छ होला अन्डा हाल्नु नपठाएको होइन अन्डा तारेर माथि त्यसै राखेर यस्तो यो माछाको जिब्रो तर पन्जम चुल्छ ठाउँ ठाउँमा खानुपर्छ स्पेसल छ होला यही त बोले खाने अनि यसो गर्नु न यो अहिले पराठे हालेर लानुपर्छ चाउचाउ मिठो भन्दा यही चटपटा माछा खाएर पनि मिठो नभएको क्या चटपटी ठिक छ माछा पनि ठिक छ फ्राई बनाएर
Cái con này rồi. Xong rồi cho cái này. यो चटपटी ठिक्क भएको थियो माछा झोल नखाएर हुन्छ नखाएर हुन्छ यो हर्षबाले पनि खानु लाग्यो मैले खानु लाग्यो चटपटेर बोल्दिनँ हुने पर्दा यो जुन माछा हेर्नु अलि म भैँसी हो रे या के चाउँछ मलाई सधैँ बोलाएर भन्नु जेप पाइदियो भनेर थुप्रो टाइपको बनाएको चाउचा खानु जस्तै सबै माछा खाँदै जानु अनि ऊ हुन्छ नि अब के भन्छ त सोमतिर खाँदैन भोटेहरू त्यो हामीले फेरि माछा अमिलो त्यसै खाइयो त्यसले गर्दाखेरि पनि त्यसो अचार काट्छ हुन्छ कि सुक्खा भनेर झुलो अलग हुने नि के बनायो कोरियन चाइनिज त होइन जस्तो आमामा कार्यक्रममा हो तपाईँ यो त खै दुध जस्तो लागेन मलाई बरु माछा चाहिँ ठिक है सबैले खाउँछ माछाको जिब्रो माछा जिब्रो कत्रो खाऊ जम्मा चल्छ हामीले फेभरेट भन्दै बसिरहेको च्याउ माछा चिउरा चाउचाउ र अन्डा करी अनि यो भुजा हालेको चाउचाउ के भन्छ यसलाई चटपटे ओहो नसकिने छ अब भुँडे भइयो भुँडे म त खानु सबैले मान्छे चाउचाउ पनि पिठो जस्तो बनायो कस्तो चाउचाउ अन्डा उसिनेको डुबाइदियो राम्रो हुन्छ अन्डा यो उसिनेकै हो कि त्यसमा हालेपछि बोइल भइदियो
juga aku lihat hantar benar itu masa buat cecil itu lah siapa nama udah Puru body ke ढाको न Puru body के हमारा को तो ऊपर जाली वाली सब खोलवा दिया बाकी बनाई तो नमी ने और माछे र चिउरा को सकले न जाली वाली सब हमने तो रहती ओला का सब अकेला सब हम करते हैं डल्ला खानु पर्यो यो खानु नानी खवायो गाईले खानु न नखानु त गाई खानु हामी होला यो दूध पे खाइए जाऊँ चल मगर दिशा दिशा आगे पानी पानी मन पनि हो चल चल जाओ मसाला छ स्पेशल मुखले गरेको माछा खाइदियो तपाईँ के खान्छ म त के नाख्नु माछा चाहिँ खाऊ नाख्ने हेलो हो त के खानु जब घर सल्लो ठाउँ है आफ्नै घरमा खानु छ बुझुन खाऊ के खानु बुझुन हुन्छ नखाने आउनु घर त तपाईँले पकाउने थिएन यो सुजीमा लगेर जाने के हो कसरी लक्ष्मीमा भोलि आउनुमा ठिक छ तिनजना बाबालाई खान्छ त रसमा खानु छोप्दा मात्र खानु यता तातो अन्डा खाँदा खाँदा हुने पहिलो अर्को आएर नखाने अन्डा हाल्नु चट्टा मोटा खानु किनभने रस खानु दाल भातै पकाउनु लाग्यो अन्डा खाइदिनु भने माछा खानु अन्डा खानु कोंडा त्यसो खाले ज्ञान खाले बाबुले खाले पहिल्यै छिटो जान्छ भन बिचरा झन् चाउमिन खानु भने बरु हातले चाउनु हुन्थ्यो माछा त स्पेशल हो अरू त भएन बिल्कुल भएन अरू त भएन
बनिहाल्छ माछा दाम त भयो